Welcome to another week, another meal prep. यो चाहिँ हामीले लिटरली 1 आवरमा बनाएको हामी दुईजना भान्सामा छिर्यौं म र रितेश अनि वी जस्ट गेभ आवरसेल्व्स 1 आवर हामीले अलार्मै लाएको हो अनि 1 आवरमा लगभग सबै कुरा रेडी भइसकेको थियो हामीले लास्टमा गएर पोर्सन आउट मात्रै 1 घण्टा पछि गरेको चिकन बनायौ दुईटा गाजरको सलाड बनायौ र त्यसपछि हामीले ड्रमस्टिक बनायौ काउली बनायौ साग बनायौ र त्यसपछि हाम्रो नर्मल ओट्स बनायौ यो ओट्स चाहिँ मैले मन्डेजलाई पोर्सन आउट गरेर छुट्याएँ यो दुईटा चाहिँ मन्डेजलाई हो अनि एउटा यो ठुलो वाला चाहिँ अरु दिनहरुको लागि मैले रेडी गरेर राखे सो अब चाहिँ आई विल जस्ट शो यु हाउ वी पोर्सन इट आउट हैन यो चाहिँ नर्मल हाम्रो मन्डे ट्युजडेजहरुको लागि मर्निङको ब्रेकफास्ट हो यसरी नै सेग्रिगेट गरेर राखिहाल्छु यति पोर्सनले चाहिँ हामीलाई मन्डे ट्युजडे र वेडनेसडे चाहिँ पुग्छ हामीले ओभरनाइट्स ओट्स यसमा चाहिँ चिया सीड्स ओट्स एप्पल्स यो बेरीज सिनामन दहीहरु सबै मिसाएर हामीले हाल्ने गर्छौं वालनट पनि मिसाएको छ अनि सनफ्लावर र पम्पकिन सीड्सहरु पनि मिसाएको छ अब चाहिँ म तपाईलाई पोर्सन आउट गर्न देखाउँछु ल हामीले फर्स्टमा obviously राइस और किनोआ कि राइस र किनोआ सँगै मिसाउँछौं यसपाली चाहिँ अलिकति राइस थियो हिजोको सो त्यही राइसमा अलिकति किनोआ मिसाएको त्यसपछि साग एड गर्यो र त्यसपछि हामीले बिकज हामीसँग साग चाहिँ एकदम पर्याप्त मात्रामा थियो सागलाई चाहिँ हामीले एप्टली युज गर्न प्रयास गर्यो काउली बनाएको थियौ काउली हाल्यो र चिकनलाई यसरी पोर्सन आउट गरेर सेग्रिगेट गर्यो र यो चाहिँ अब हाम्रो मन्डेको लन्च हो मन्डेको रितेश र मेरो लन्च हो अब त्यो सँगै हामीले यो गाजरको सलाड पनि लिएर जान्छौं त्यसपछि अर्को बक्समा चाहिँ नि यो ट्युजडेको लागि किनोआ मात्र राख्यौ साग हाल्यौ काउली हाल्यौ र ड्रमस्टिक हाल्यौ अनि त्यसपछि यो छोपको अचार मिसायौ र यो चाहिँ अब हाम्रो कहिलेको लागि हो भन्दाखेरि चाहिँ ट्युजडेको लागि भयो यसरी हाम्रो मिल प्रेपमा मन्डे र ट्युजडेको लागि चाहिँ लन्च प्याकै भइसक्यो यो डब्बा मैले फ्रिजमा लगेर राख्दिने हो अनि यही डब्बाहरु नै लिएर जाने हो हामीले अफिसको बेलामा भेरी ह्यान्डी भेरी युजफुल यो सलाड चाहिँ मन्डे र ट्युजडेको लागि चाहिँ सलाड रेडी गरेर राख्दै मैले यसपाली अहिलेसम्म चाहिँ मैले त्यस्तो गरेको थिइनँ तर आजलाई बिकज गाजर हो नि गाजर बिग्रिदैन सो गाजरलाई चाहिँ त्यसरी मन्डे र ट्युजडे युज गर्नलाई चाहिँ मैले यसपाली फ्रिज गरेर राखेको छु लेट्स सी कस्तो हुन्छ सो हेर्नुस् न मिल प्रेप गर्नलाई एकदम धेरै ठुलो फ्यान्सी फुडहरु पनि चाहिँदैन हामीले डेली बनाइराखेकै कुराहरुलाई नै मिल प्रेप गर्छौं र यसरी बट्टामा स्टोर गर्छौं